के छ मेरो प्यारो जनताहरु सन्चै आरामै हुन्छ। आज हामी फेरि फिस हन्टिङमा आइसक्यौँ। आज चाहिँ लोकेसन चेन्ज छ, यहाँ तल हो। कहाँनिर यो थाहा छैन, तर यहीँ तल हो। मस्त आज पनि 10-12 केजी हानेर आउनुपर्छ। तलको बच्चा चाहिँ करा खान्थे यारु यहाँ। ल तल गएर भेट्छ है त। बाटो लास्टै अप्ठ्यारो छ कि ऊ दौडिनुपर्छ। पुरानो गाउँको बाटो जाने पुल हो क्या यो। लगभग 6-7 वर्षपछि आएँ यार म यो पुलमा। धेरै पछि आएँ यार यो पुलमा। आजभोलि यस्तो छड्के भइसक्यो रहेछ। यस्तो छ हल्का यस्तो छड्के छ, तर सही यार धेरै पछि आइयो यार। सानोमा गाउँमा बस्थ्यौँ उयो माथि गाउँमा, त्यतिखेर बाटो हिँडेर जानु पर्थ्यो। यहाँदेखि यस्तो यस्तो भएर आम्मामा नजारा त बबाल छ त बेउ त। त्यहाँ छ ऊ यो साइडतिर हो टक्क माछा मार्ने। टक्क गर्दी मसिना के हुन्छ बाम साम जे भेट्यो त्यही हालिदिने हो। त्यही पुरानो दिनहरू याद आयो यार। यो बाटो हिँड्दै जानु पर्थ्यो, माथि डाँडामा चढ्नु पर्थ्यो। पुरानो दिन चाहिँ पुरानै दिन हो क्या, लास्टै मस्त हुन्थ्यो होइन त। तपाईँहरूको चाहिँ सानोमा कसरी बित्यो दिनहरू? तर मलाई चाहिँ यो ठुलोभन्दा पहिला सानो बाल्यकालकै दिनहरू बवाल लाग्छ यार। ठुलो भइसकेपछि याद आउने कि सानोको दिनहरू लास्टै। यस्तै गिलो छ त यार। इ धन्दैलेमा फर्लको फर्केर हिलोमा केटाहरू हेर्दैछन् कुर। खोलाको छेउमा यति ठुलो ढुङ्गा छ क्या मस्त छ। मान्छे त कति सानो देख्यो ढुङ्गा अगाडि। भ्यू त बवाल छ नि है, नजारा त ओपी छ यार। एउटा खोलेर अनि माछा मारेर भेट्नुपर्छ है त कति मऱ्यो भनेर। यहाँ लगभग 1-1.5 घन्टा दुःख गरेर यति जति मऱ्यो। एउटा ठुलो छ अरू सानो छ, 2-3टा ठुलो छ क्या। लगभग 1 केजी जति मऱ्यो यहाँ। अब टक्क माथि गएर माथि खेलिन्छ एक ठाउँ। त्यसै कति मर्छ घरतिर गइहाल्ने। हाम्रो माछा खासै उपलब्धि त भएन, त्यति हो। चिसो पानीमा चित्त बुझाएर अब यसो खोला तरेर घरतिर खासै उपलब्धि भएन यार। चिसोको फाइदै भएन। यही गर्नु मजा, अब अरू केही भएन। लास्टमा यही मजा मजा मजा। सही छ नि है। त्यहाँ बवाल छ यो ठाउँ त, कति बवाल छ। ल बाबाई अर्को भिडियोमा भेटौँला साथीभाइहरू।